सुन्नुस् त को हो तपाईँ यहाँ यसरी उभिरहनु भएको छ त्यही त कसैलाई खोज्दै आएर बाटो भुलेर पो अल्मलिनु भयो कि छोरी छोरी हैन तपाईहरुको छोरा हुँ गौरी गौरी हैन आमा आजबाट यो घरको छोरा गौरव 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 हेलो बाबा गुड मर्निङ गुड मर्निङ छोरी डायलग अलिकति मिलेन के बाबा छोरीको ठाउँमा छोरा राखेर बोल्नुस् त गुड मर्निङ छोरा यस बन्चरो ल्याउनु त बाबा म दाउरा चिर्छु कहाँ तिमीले दाउरा चिर्ने छोरी फेरि डायलग मिलेन के बाबा कहाँ तिमीले दाउरा चिर्ने छोरो छोरा चाहिँ बब्बाले पाएको हो क्या हजुरहरूले क्या गर्व लाग्छ होला है हजुरहरूलाई काशीरामको छोरो हो नि त बुवा के भयो तपाईलाई एक्कासी रिङ्गटा चलेर अनि घरमा कोही पनि छैन अहिले त म एक्लै छु चिन्ता नलिनुस् म स्वास्थ्य चौकी लगिदिन्छु हुन्छ
एक्सक्युज मी हजुर डाक्टर साहब हुनुहुन्न हुनुहुन्न नि किन आज आउनु भएको छैन खोइ आउनुहुन्न होला उहाँको यस्तै हो टुङ्गो हुन्न कहिले आउनुहुन्छ कहिले आउनुहुन्न तलब सरकारको खाने अनि स्वास्थ्य चौकी नै नआउने 10 to 5 त स्वास्थ्य चौकीमा हुनुपर्ने होइन त्यही माथि यस्तो संवेदनशील पेसा तल बजारमा क्लिनिक पनि छ डाक्टर साहबको खोइ त्यही भएर हो कि ए कुरा त्यस्तो पो बुवा तपाईँ बस्दै गर्नुहोस् ल तपाईँलाई केही पनि हुँदैन म डाक्टर लिएर आउँछु बिक्की तिमी कहाँ छौ स्वास्थ्य चौकी आइहाल त गौरी ल गौरी होइन गौरी होइन गौरव काशीरामको छोरो मलाई अलि हतार छ हिँडिहाल त ल के हो हेलो डाक्टर साहब यस भन्नुहोस् अहिले कति बजे भन्न सक्नुहुन्छ स्योर 11:35 अनि यो टाइममा त तपाईँ माथि स्वास्थ्य चौकीमा हुनुपर्ने होइन र पर्ने त हो तर माथि बिरामी नभएकोले यहाँ अर्जेन्ट भएको हुनाले एकछिन क्लिनिकमा आएको एकछिन होइन तपाईँ सधैँ स्वास्थ्य चौकी छोडेर यहाँ आउनुहुन्छ तलब चाहिँ सरकारको बुझ्नुहुन्छ अनि सेवा चाहिँ आफ्नो प्राइभेट क्लिनिकबाट दिनुहुन्छ लाज लाग्दैन तपाईँलाई धेरै गरिब बुबा आमा तपाईँलाई पर्खेर बसिराख्नु भएको छ हिँड्नुहोस् सब थाहा छ मलाई तपाईँको परिचय म गौरव मेरो परिचय भन्दा पनि ती बुबा आमाको उपचार जरुरी छ तपाईँ हिँडिहाल्नुहोस् म एकछिनमा आउँछु तपाईँहरू जाँदै गर्नुहोस् डाक्टर साहब अलिकति ढिलो हुँदा धेरै कुरा बिग्रिन सक्छ अरे अजिब दादागिरी छ तपाईँले जाउँ भन्दैमा जाने मान्छे हो म ल म जाँदिनँ यहीँ बस्छु बिक्की नमस्कार म गौरी तपाईहरुलाई मेरो फेसबुक लाइभमा स्वागत छ म अहिले एउटा निजी क्लिनिकमा छु र मसँग हुनुहुन्छ एकजना डाक्टर जो चाहिँ सरकारको तलब खानुहुन्छ तर स्वास्थ्य चौकीमा बसेर बिरामीको उपचार गर्नुहुन्न निजी क्लिनिकमा बसेर उपचार गर्नुहुन्छ त्यो पनि अफिस टाइममा बिक्की डाक्टर साहब थुप्रै बिरामीहरू तपाईलाई पर्खेर स्वास्थ्य चौकीमा बसिरहेका छन् तपाईँ के भन्न चाहनुहुन्छ मैले के भन्नु छ र क्लिनिक जाउँ बिरामी जाउँ जाउँ जाउँ
हेलो सिद्धान्तजी मलाई बचाउनुहोस्। के भो 2 लाख सिद्धान्तजी, तपाईँलाई मैले 2 लाख रुपियाँ खुवाएर यो स्वास्थ्य संस्थाको प्रमुख भएर आएको छु। यदि मलाई दायाँ बायाँ केही भयो भने म सारा पोल खोलिदिन्छु। को हो त्यो? गौरी। ओइ, को हो त्यो गौरी भन्ने? काशीरामको छोरी। काशीरामको छोरी होइन, काशीरामको छोरो। त्यही त भन्दैछु, काशीरामको छोरो मेरो गौरव। भनेपछि गौरवले क्लिनिकको डाक्टरलाई स्वास्थ्य चौकीमा पुर्याएर बिरामी बाआमाको उपचार गरायो। तपाईँहरूलाई प्राउड फिल गराउँछ क्या यो गौरवले। बुझ्नुभयो नि बाबा? बुझे छोरो। एकछिन है छोरो। हेलो, काशीरामजी बोल्दै हुनुहुन्छ? हजुर सर। म सिद्धान्त बोल्दैछु। ए नमस्कार सिद्धान्त सर। गौरी तपाईँको छोरी हो? हजुर सर, गौरी मेरै छोरी हो। एकचोटि गौरीलाई लिएर मेरोमा आउन सकिन्छ? हजुर, कतै जागिर सागिर लगाइदिने सोच्नुभयो कि मेरो छोरीलाई? हजुर, त्यस्तै बुझ्नुहोस् न है। हस् सर। छोरो, सायद तिम्रो यही काम देखेर होला सिद्धान्त सर चिन्छौ नि? हो, उहाँले तिमीलाई लिएर भर्खरै आइहाल्नु भन्नुभएको छ। देख्नुभयो नि बाबा? ढिला नगरिकन जाउँ छोरो। उहाँ जस्तो व्यक्तिले हामीलाई बोलाउनु भनेको धेरै ठुलो कुरा हो। सिद्धान्त सर, सिद्धान्त सर। बस काशीराम आए जस्तो छ। सिद्धान्त सर, म काशीराम। नमस्कार सिद्धान्त सर। सिद्धान्तको थ्योरीले के भन्छ भने यदि यो गाउँमा भिलेन छ भने पनि सिद्धान्त, हिरो छ भने पनि सिद्धान्त। बाँकीहरू त म्याचै गर्दैन। सम्झाउनुस् आफ्नो छोरीलाई, अहिले त हात मात्रै उठेको छ, नत्र जे पनि हुन सक्छ।
मुरबको बाबा भएर यसरी आँसु झार्न सक्छ हजुरलाई? बाबा, त्यसले मलाई थप्पड हानेर राम्रो काम गर्यो। म सेलाएर बसेको बेलामा त्यसको थप्पडले मेरो मन र मस्तिष्क यस्तरी तताउने काम गर्यो नि, त्यसले मलाई हजुरको अगाडि थप्पड हाने होइन। अब हेर्नुहोस्, म त्यसलाई हजुरकै अगाडि कसरी थप्पड हानेर देखाउँछु। एक्सक्युज मी। हजुर भन्नुहोस् त। असी साहब कहाँ हुनुहुन्छ? एउटा विशेष कामले बाहिर निस्किनु भएको छ। एकछिन बस्नुहोस् न, आइपुग्ने बेला भयो। सत्य सेवा सुरक्षणम्। छोरी, मलाई यहाँ किन बोलाएको? एउटा काम छ बाबा। सत्य सेवा सुरक्षणम्। गौरी, दर्शन, तिमी यहाँ? अनि मेरो त असैमा नाम निस्केर ट्रेनिङ सकेपछि पोस्टिङ नै यहाँ भएको हो नि त। मेरो बाबा। दर्शन बाबा। नमस्ते। कङ्ग्रेचुलेसन दर्शन। तिमीलाई पनि कङ्ग्रेचुलेसन। मलाई चाहिँ किन? ल, मैले तिम्रो फेसबुक पोस्टहरू हेरेको हुन्थेँ नि। समाजका विकृति, विसङ्गति र महिला सशक्तिकरणको लागि सोसियल मिडियाबाट लडिरहेकी हुन्थ्यौ नि। झन् लास्ट टाइमको त्यो डक्टरको क्लिनिकवाला लाइभ भिडियो त पुरै भाइरल थियो नि। यु डुइङ ग्रेट गौरी, किप इट अप। थ्याङ्क यू दर्शन। अनि किन चौकीमा? तिमी नै यहाँ रहेछौ, मलाई झन् सजिलो हुने भयो। के भयो गौरी? यदि कसैले बिना कारण महिलामाथि हात उठाउँछ भने त्यो महिला हिंसा हुन्छ नि। डेफिनेटली, यो त ठुलो अपराध हो। मलाई एकजनाले थप्पड हान्यो। कसले? सिद्धान्त। सत्य सेवा सुरक्षणम्। सिद्धांत जी। महिला को आवाज। हेलो सिद्धांत जी। बस, कोही नयाँ आशय।
यो त सिद्धान्तको थ्योरी नै हो नि। जो असै हाम्रो गाउँमा आउँछ पहिले सिद्धान्तको दर्शन गर्नु परेन। हेलो असै साहब, आउनुहोस्, भित्रै आउनुहोस्। म भित्र आउन आएको होइन, तपाईँ बाहिर आउनुहोस्। अलिक कडा लाग्यो। ओ असै, दर्शन। दर्शन दर्शन, नमस्ते। मेरो नाम हो दर्शन, असिस्टेन्ट सब इन्सपेक्टर दर्शन। खुसी लाग्यो, आउनुहोस् न भित्र। भित्र जाने हो, तर म होइन, तपाईँ। पुलिस स्टेसन लकअप भित्र। बडो रमाइलो जोक गर्नु हुँदो रहेछ। आउनुहोस्, चेस खेलौँ। मलाई चेसमा होइन, यो केसमा इन्ट्रेस्ट छ। हिँड्नुहोस् तपाईँ मसँग। दर्शनले सिद्धान्तलाई घिसारेको? गौरी, तिमीलाई कति थप्पड हान्नु भएको रे उहाँले? बाबा, मैले भनेको थिएँ नि, यसलाई म हजुरकै अगाडि थप्पड हान्छु भनेर।
दर्शन महिलामाथि हात उठाउनु, अभद्र व्यवहार गर्नु ठुलो अपराध हो। तपाईँ यति कुरा याद राख्नुहोस्, तपाईँले जे बाँड्नुहुन्छ नि त्यही फिर्ता आउँछ। माया बाडी माया, घृणा बाडी घृणा। गौरी, सत्य कहिले नछोड्नु। सत्यको पछि नेपाल प्रहरी छ। मैले भनेपछि नहुने के छ? हुन्छ हुन्छ, मजाले हुन्छ। कस्तो कुरा हुनुहोस् तपाईँ? अनि तपाईँको काम मैले नगरे अरू कसले गर्छ त? हुन्छ हुन्छ, अहिले राख्नुहोस्, तपाईँसँग पछि कुरा गर्छु। सिद्धान्त, के भयो? के हुनु, शरीरको कुनै पार्ट सकुशल छ जस्तो छैन। ए, गेम खेलेको? राम्रो राम्रो राम्रो। कसरत चाहिन्छ हेल्दी हुनको लागि। कुन गेम? फुटबल कि भलिबल? स्विमिङ, त्यो पनि पानी बिनाको स्विमिङ पुल थियो। सिद्धान्त, नयाँ हाम्रो पार्टीको हो कि होइन? ए, मैले बुझेँ, म बुझ्छु। त्यो हाम्रो पार्टीको हो या अरू कुनै पार्टीको हो? छिट्टै डिटेलमा बुझेर खबर पाऊ। दाई, अनि सधैँ यसरी रक्सी खाएर बुढीलाई कुटपिट गर्नु राम्रो हो त? अब नखाएको बेलामा त मैले यसलाई कहाँ भकुर्न सकौँ? उल्टै मलाई भकुर्छ। खाएकै बेलामा तन्काउने त हो। त्यही पनि मैले कहाँ खाएको हो र? यसो खाएको जस्तो मात्रै गरे त हो। तपाईँ चुप लाग्नुहोस्। असे सर, हुन्छ हुन्छ, हालिदिनुहोस् र भित्र। देख्नु पनि यसले थुतुन चलाएको। तपाईँ हात नहाल्नुहोस्। तपाईँ हात नहाल्नुहोस् भनेको। हेर्नुहोस्, तपाईँ यसरी झगडा गर्नुभयो भने तपाईँ दुवैजनालाई म भित्र हालिदिन्छु। हलदार साहब, होइन होइन, हामी अबदेखि कहिले पनि झगडा गर्दैनौँ। बुढी लिन, बाहिर गएर आधी किलो मासु लिएर जानुपर्छ। गर्दैन अबदेखि। हल साहब, आजबाट राति 8 बजे भन्दा उता रक्सी खाने र बेच्ने दुवैलाई कडा भन्दा कडा कारवाही गरिनेछ भनेर गाउँमा माइकिङ गराइदिनुहोस्। यो गाउँमा रक्सीको कारणले झगडा हुने, चोरी हुने, महिला हिंसा धेरै बढेको रहेछ। त्यसैले कडाइका साथ रोक्नु पर्यो। बुझ्नुभयो नि? हेलो हेलो, अजय साहब बोल्दै हुनुहुन्छ? हजुर, बोल्दैछु। म शक्तिशाली पार्टीको जिल्ला सभापति बोल्दैछु। हजुर, नमस्ते। सुरुमा यहाँलाई हाम्रो जिल्लामा अवस्थित गर्भिलो गाउँमा स्वागत छ। दोस्रोमा चाहिँ तपाईँको कार्यकाल सफल बनाउनको लागि हाम्रो पार्टी र मेरो व्यक्तिगत सहयोग सधैँ रहनेछ। यहाँ धेरै समस्याहरू छन्, मैले नजिकबाट निगालेको छु। एकचोटि तपाईँ र म सँगै बसेर छलफल गर्नु पाए अलि सहज हुन्थ्यो कि? हुन्छ नि, यो त म र मेरो गाउँको लागि राम्रो कुरा हो नि। यसो गरौँ, एकचोटि हजुर मेरो घरमा पाल्नु भएदेखि मेरो घरको पनि शोभा बढ्थ्यो कि? हुन्छ, म आउँछु। दर्शनजी, बस्नु। आफ्नै सम्झिए हुन्छ।
साली यो चाहिँ मृगको सुकुटी। यसो केटाहरूले कहिलेकाहीँ यही नजिक जङ्गलबाट। अनि यो चाहिँ बँदेल। यसो गाउँलेहरूले माया गरेर ल्याइदिन्छन्। अनि ऊ त्यो चाहिँ खसीको याकुल्ला। अनि यो चाहिँ राजखानी। हाम्रो असय साहबलाई कतिको मनपर्छ कुन्नी। थ्याङ्क यू फर योर हस्पिटालिटी। तर माफ गर्नुहोला, म यहाँ खानको लागि आएकी होइन। न त तपाईँले मलाई यो सबको लागि बोलाउनु भएको हो। तपाईँले त यो गाउँमा रहेको विकृति र विसङ्गतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गर्न बोलाउनु भएको थियो। त्यसैले कम टु द पोइन्ट। सिद्धान्त मेरो मान्छे हो। क्षमा चाहन्छु सभापतिज्यू। कानुनले कसैलाई पनि तेरो मान्छे र मेरो मान्छे भनेर छुटाउँदैन। सबैको लागि बराबर हो। त्यसैले सत्यलाई न्याय दिन्छ, दोषीलाई कारबाही। भनेपछि तपाईँलाई अर्को पार्टीले खटाएर पठाएको छ दर्शनजी। यो गाउँमा शक्तिशाली पार्टीको मात्र शक्ति चल्छ। जसले शक्तिशाली पार्टीसँग समन्वय नगरी काम गर्न खोज्छ नि, त्यसले यो जिल्ला कहिले पनि बिर्स्दैन र त्यसको कार्यकाल सधैँ छोटो नै हुन्छ। माफ गर्नुहोला दीनदयालज्यू, अब यो गाउँमा मेरो कार्यकाल लामो हुनेवाला छ। दर्शनजी, तपाईँलाई खासै मेरो बारेमा केही थाहा छैन जस्तो लाग्यो। धेरै माथिसम्म पहुँच छ मेरो। मैले जस्ट एक कल घुमाएँ भने भोलि बिहान तपाईँले यहाँबाट म बिदा गरिदिन सक्छु। मैले चाहे भने यो वर्दी अहिले नै उतारिदिन सक्छु। यो तेरो बाउले लगाइदिएको वर्दी होइन, बकैदा लडेर भिडेर ससम्मान पाएको वर्दी हो। नियम कानुन पालना गराउनु मेरो कर्तव्य हो। यदि कसैले नियम कानुन तोड्ने दुस्साहस गर्छ भने त्यसलाई नियम कानुन सिकाउन मलाई राम्रोसँग आउँछ। आइन्दा मेरो कामको बाटोमा आउने चेष्टा नगर्नुहोला, होइन भने तपाईँको शक्तिशाली पार्टीबाट शक्ति हटेर साली मात्रै रहन्छ। साँच्ची कसलाई कल घुमाउने कुरा गर्दै हुनुहुन्थ्यो? त्यो पनि ट्राई गर्दा हुन्छ। अनि सालीजी, यति मिठो खानपिन तयार गर्नुभएको रहेछ, प्याक गरिदिनुहोस् न। Sorry. Oh, hello. It's okay. जिन्दगीमा फोहोर पानी पनि मन परेको पहिलोचोटि हो यार।
छ